यसले एउटा इमानदारी जवाब दिएको छ यहाँनिर। म तपाईँका लागि स्लाइडको संरचना तयार गर्न सक्छु, तर हाल लागू कक्षा 10 नेपाली पाठ्यपुस्तकका अनुच्छेद 1-3 का विशिष्ट पंक्तिहरू र लेखकको आधिकारिक परिचय जस्ताको तस्तै समावेश गर्न सक्दिन, किनकि ती प्रतिलिपि अधिकार कपिराइट अन्तर्गत पर्ने पाठ्यपुस्तकका अंश हुन्। अब तपाईँले यहाँबाट बुझ्नुपर्छ कि यो पाठ्यपुस्तकभित्र किन पसिरहेको छैन। नमस्कार, म सुखदेव पौडेल। तपाईलाई नेपाली बुक युट्युब च्यानलमा हार्दिक स्वागत छ। आजकल जताततै एआई को चर्चा भइरहेको छ। एआईले सबथोक गरिदिन्छ भन्ने धारणा दिनानुदिन बढ्दो छ। जुनसुकै पाठको पाठयोजना, प्रश्नपत्र, स्लाइड र श्रव्य दृश्य सहितका आकर्षक शैक्षणिक सामग्रीहरू एआईले एकैछिनमा तयार पारिदिन्छ। केवल प्रम्प्ट दिन जाने पुग्छ भन्ने मान्यता नेपालका शिक्षकहरूमा स्थापित हुँदै गइरहेको छ। के प्रम्प्ट लेख्न जान्दैमा शिक्षकका सबै कामहरू एआईले गरिदिन्छ त? के अब शैक्षणिक सामग्री निर्माण गर्नका लागि शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको गहिरो अध्ययन नगरे पनि हुने हो? यस्तै विविध प्रश्नहरूको सेरोफेरोमा रहेर एआई को वास्तविकता र शिक्षकले एआई को प्रयोग गर्दा ध्यान दिनुपर्ने विशेष कुराहरू समेटेर मैले आजको यो भिडियो तयार पारेको छु। तपाईँ शिक्षण प्रविधिमा रुचि राख्ने एक शिक्षक हुनुहुन्छ भने यो भिडियो तपाईँका लागि निकै नै उपयोगी साबित हुनेछ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला र यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानल सब्स्क्राइब गरेर नोटिफिकेसन अन गर्न पनि नभुल्नुहोला, किनकि यस्तै खालका नयाँ नयाँ भिडियोहरू यो च्यानलमा आइ नै रहन्छन्। शिक्षकले एआईबाट शैक्षिक सामग्री बनाउँदाखेरि केही कुराहरू चाहिँ विचार गर्नुपर्ने हुन्छ। शिक्षण पेशा चाहिँ एउटा संवेदनशील पेशा भएको हुनाले शिक्षकलाई विषयवस्तुमा गल्ती गर्ने छुट हुँदैन। त्यो कारणले गर्दाखेरि कुनै पनि गल्ती बिना हामीले चाहिँ शैक्षणिक सामग्री चाहिँ बनाउनु पर्ने हुन्छ। शिक्षण सामग्री वा सन्दर्भ सामग्री तयार गर्दा पाठ्यक्रमको मार्गदर्शन, पाठ्यपुस्तकको सामग्री र शिक्षक निर्देशिकाको सुझावलाई चाहिँ पूर्णतया अवलम्बन गरेको हुनुपर्छ। शिक्षकले सिधै कक्षा कोठामा प्रयोग गर्न सक्ने खालको सामग्री एआईबाट प्राप्त गर्न सम्भव छ त? यो कुराहरू चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। अहिले चाहिँ एआई को सन्दर्भमा केही दाबीहरू गर्ने गरिएको छ, केही मान्यताहरू स्थापित हुँदै गइरहेका छन्। जस्तो कि केवल प्रम्प्ट लेख्न जाने पुग्छ, एआईले शिक्षकका सबै कामहरू गरिदिन्छ, अब दुःख गर्ने दिन गए भन्ने कुराहरू चाहिँ गरेको चाहिँ पाइन्छ। अब पाठयोजना, शिक्षण, स्लाइड लगायतका शैक्षणिक सामग्री निर्माणका लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका आदिको गहिरो अध्ययन आवश्यक छैन भन्ने पनि गरिन्छ। एआई चलाउन जानेको व्यक्तिले जुनसुकै विषय पढाउन सक्छ, अब चाहिँ विषय विशेषज्ञको पनि आवश्यक पर्दैन, विषय विशेषज्ञ नै चाहिँदैन भन्ने जस्ता कुराहरू पनि गर्ने गरिन्छ। तर यी कुराहरू कतिको सत्य छन् त, यसको वास्तविकता के हो, एआईलाई हामीले कसरी बुझ्नुपर्छ, एआईलाई कतिसम्म बुझ्नुपर्छ भन्ने कुरा चाहिँ म यहाँनिर केही कुराहरू, केही उदाहरणहरू म तपाईँहरूलाई यहाँ देखाउन गइरहेको छु। मैले चाहिँ यहाँनिर कम्प्युटरको एउटा इन्टरनेट ब्राउजरलाई ओपन गरेको छु। यहाँ चाहिँ मैले सुरुमा एउटा ट्याबमा चाहिँ यहाँनिर घर झगडा पाठ, जुन चाहिँ कक्षा 10 को नेपाली विषय अन्तर्गत दोस्रो पाठ रहेको छ। यो बद्रीनाथ भट्टराईद्वारा लेखिएको एउटा कथा हो। ऐतिहासिक विषयवस्तुमा नेपालको ऐतिहासिक घटनामा आधारित रहेर लेखिएको चाहिँ कथा हो। यो घर झगडा कथा चाहिँ योसँग तपाईँहरू धेरैजना परिचित हुनुहुन्छ होला, त्यो भएर मैले यो कथा चाहिँ यहाँनिर उदाहरणको लागि लिएको छु। राजेन्द्र लक्ष्मी र बहादुर शाहका बीचको जुन वैमनस्य छ, यो कुराहरूलाई यो कथामा चाहिँ देखाइएको छ। अब यो कथा जुन छ, यो कथा पढाउने कसरी भन्ने तरिका शिक्षक निर्देशिकामा चाहिँ बताइएको छ। शिक्षक निर्देशिकामा यहाँनिर घर झगडा पाठ, यसको कार्यघण्टा कति हो लगायतका कुराहरू चाहिँ यहाँनिर राखिएको छ। सुरुमा यसको परिचय पनि यहाँनिर राखिएको छ। अब पाठ 2 कसरी सिकाउने, सुरुमा पहिलो दिनमा के गर्ने लगायतका कुराहरू चाहिँ यहाँनिर रहेको छ। जस्तो पहिलो दिन रहेको छ, यसमा चाहिँ पहिलो दिनमा सस्वर पठन र शब्दोच्चारण लगायतका यी विषयवस्तुहरू चाहिँ पहिलो दिन पढाउने, शैक्षणिक सामग्री के गराउने, कस्तो गराउने, वाक्य सूची, शब्द सूची, यी कुराहरू चाहिँ यहाँनिर राखिएको छ। शिक्षण सिकाइ क्रियाकलाप, सहजीकरण क्रियाकलाप कसरी गर्ने, सुरुवातमा कसरी गर्ने, यो अध्ययन गर्न जरुरी हुन्छ, यो पनि मैले यहाँनिर राखेको छु। अब मैले चाहिँ यतापट्टि देख्न सक्नुहुन्छ, यहाँ चाहिँ च्याट जीपीटीलाई मैले ओपन गरेको छु। अब यहाँ च्याट जीपीटीलाई मैले एउटा प्रम्प्ट दिएको छु। मलाई चाहिँ घर झगडा पाठ पढाउनु पर्ने छ, नेपाली विषयको कक्षा 10 को घर झगडा पाठ चाहिँ पढाउनु पर्ने छ। यसको लागि मलाई पाठ योजना चाहिएको छ। मैले प्रम्प्ट चाहिँ एकदमै सही तरिकाले यहाँनिर लेखेको छु। प्रम्प्टमा जे कुराहरू हुनुपर्छ त्यो कुराहरू सहित एकदमै राम्रै तरिकाले चाहिँ म यो तयार पारेको छु। र यो पाठ योजना बनाउनको लागि यसलाई मैले चाहिँ यो जुन प्रम्प्ट दिएको छु, यो तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ। तपाईँ नेपालको माध्यमिक तहको अनुभवी नेपाली विषय शिक्षक तथा पाठ्यक्रम विशेषज्ञ हुनुहुन्छ। मलाई कक्षा 10 को नेपाली विषय अन्तर्गत घर झगडा कथाको 45 मिनटको पाठ योजना तयार गर्न आवश्यक छ भनेको छ। अब यहाँनिर सन्दर्भ मैले दिएको छु, कक्षा 10 नेपाली, यहाँनिर समय, पाठ शीर्षक यो यहाँनिर दिएको छु, अनुच्छेद 1 देखि 3 सम्म भनेर चाहिँ यहाँनिर दिएको छु। पाठगत शब्दार्थ र वाक्यमा प्रयोग, बोधात्मक प्रश्नोत्तर, यो विभिन्न कुराहरू चाहिँ यसमा शब्दोच्चारण, यो पाठ्यवस्तु रहेको छ भनेको छु। यो शिक्षक निर्देशिका अनुसार मैले यहाँनिर दिएको छु। भूमिका जुन चाहिँ एआईलाई यो रोल पनि दिनुपर्ने हुन्छ, मैले रोल
रोल चाहिँ यसरी यहाँनिर दिएको छु। अनुभवी नेपाली शिक्षक र शैक्षिक सामग्री विकास विशेषज्ञको भूमिका रही पाठ्ययोजना तयार गर्नुहोस् भनेको छु। मेरो अपेक्षा चाहिँ 2083 मा लागू भइरहेको कक्षा 10 को नेपाली विषयको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका अनुरूप हुनुपर्ने मेरो अपेक्षा छ। अब उसलाई कार्य चाहिँ मैले के को दिएको छु भन्दाखेरि पाठ्ययोजनामा निम्न पक्षहरू समावेश गर्नुहोस् भनेर एकदमै विभिन्न यहाँ जे कुराहरू मलाई चाहिएको छ यो कुराहरू चाहिँ मैले कार्य एक्सन अन्तर्गत उसलाई चाहिँ दिएको छु। पाठको विषयवस्तु र लेखकको सामान्य परिचय, सशोर पठन, शब्दोच्चारण, यो 1, 2, 3 अनुच्छेदको सम्बन्धित क्रियाकलापहरू यो विभिन्न यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ। मैले चाहिँ बोधात्मक प्रश्नोत्तर पनि बनाइदिए भनेको छु। आवश्यक शिक्षण सामग्रीहरू पनि उल्लेख गरिदिने, शिक्षण सिकाइ क्रियाकलापहरू यो पनि र गृह कार्य आवश्यक छ भने गृह कार्य पनि दिनु भनेर चाहिँ मैले यहाँनिर यो लेखिरहेको छु। ढाँचा कस्तोमा चाहियो त भन्दा पाठ्ययोजनामा विशिष्ट उद्देश्य चाहियो, शैक्षिक सामग्री चाहियो, त्यस्तै गरेर शिक्षण सिकाइ क्रियाकलाप यो बुदागत रूपमा, मूल्याङ्कन पाठ सम्बन्धित केही प्रश्न, गृह कार्य आवश्यक भएमा भनेको छु। यो ढाँचा टेम्प्लेट पनि दिनुपर्ने हुन्छ। यो टेम्प्लेट मैले यहाँनिर दिएको छु। मूल्याङ्कन मापदण्ड 45 मिनटभित्र सम्पन्न गर्न सकिने यथार्थ योजना हुनुपर्नेछ, सरल शुद्ध नेपाली भाषामा हुनुपर्नेछ, कक्षा कोठामा प्रत्यक्ष प्रयोग गर्न मिल्ने हुनुपर्छ भनेर मैले एकदमै सही तरिकाले यो जुन क्रिएट फर्मुला हुन्छ यो प्रम्प्ट लेख्ने त्यो क्रिएट फर्मुला अन्तर्गत नै रहेर मैले यहाँनिर यो लेखिरहेको छु। यो प्रम्प्ट चाहिँ मैले यसलाई यहाँनिर दिएको छु। अब देख्न सक्नुहुन्छ तल कक्षा 10 को नेपाली विषयको घर झगडा दोस्रो पाठका लागि 45 मिनटको पाठ्ययोजना प्रस्तुत गरिएको छ। यो हाल लागू पाठ्यक्रमको उद्देश्य विद्यार्थी केन्द्रित सिकाइ र कक्षा कोठामा प्रत्यक्ष प्रयोग गर्न मिल्ने ढाँचालाई ध्यानमा राखेर तयार गरिएको छ भनेर यसले भन्यो। पाठ्ययोजना भनेर लेख्यो। यहाँनिर केही सूचनाहरू यसले जानकारी दियो। विशिष्ट उद्देश्यमा सही नै लेखेको छ। यहाँनिर घर झगडा कथा यस पाठको अन्त्यमा यो गर्न सक्नेछन्, परिचय दिन सक्नेछन्। अब यो कुराहरू चाहिँ सही नै लेखेको छ यहाँनिर। शैक्षिक सामग्रीको कक्षा 10 को नेपाली पाठ्यपुस्तक, शिक्षक निर्देशिका ठिकै छ, यो चक नराखेको भए पनि हुन्थ्यो, राख्यो। अब चार्टहरू यी लगायतका यो पनि ठिकै छ, यो गलत छैन यसमा। शिक्षण सिकाइ क्रियाकलाप अब यहाँबाट सुरु भयो। सुरुमा प्रारम्भिक 5 मिनट भनेको छ। विद्यार्थीलाई अभिवादन गरी उपस्थितिको सुनिश्चित गर्ने, ठिकै छ यो। घरमा सामान्य विवाद किन हुन्छ भन्ने प्रश्न सोधी छोटो छलफल गराउने भन्यो। यहाँनिर देख्न सक्नुहुन्छ घरमा सामान्य विवाद किन हुन्छ भन्ने प्रश्न सोधी छलफल गराउने भन्नेबाटै यहाँबाट थाहा हुन्छ कि यसले घर झगडा भन्दा बित्तिकै यसले चाहिँ घर झगडा जुन शीर्षक छ त्यही शीर्षककै आधारमा यसले चाहिँ यहाँनिर यो बुँदा चाहिँ यसले तयार पारिदिएको छ। विद्यार्थीका विचार सुनेर आजको पाठ घर झगडा परिचय गराउने। अब यो ठिकै छ। यो एउटा चाहिँ यहाँनिर त्यति यो अलिकति गलत छ। अब ठिकै मान्न पनि सकियो यसलाई। पाठ तथा लेखकको सामान्य परिचय भन्यो। अब यसमा चाहिँ ठिकै छ। यो पनि अब यसरी प्रस्तुत गर्ने भनेर प्रस्तुत गर्ने तरिका त्यहाँनिर दिएको छ। सशोर पठन तथा शब्दोच्चारण भनेको छ। अब यो पनि लगभग यहाँनिर सबै कुराहरू लेखेको, कठिन शब्दको स्पष्ट उच्चारण गराउने, पहिलो दोस्रो तेस्रो अनुच्छेदको नमुना वाचन गर्ने, पालेपालो अनुच्छेद पढ्न लगाउने, विरामचिह्न, यो पनि ठिकै छ। उदाहरणका कठिन शब्दहरू मनमुटाव, असन्तुष्टि, व्यवहार, सहनशीलता, अविश्वास, जिम्मेवारी, समझदारी, विवाद। अब यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले पाठ्यपुस्तक हेर्नुभयो भने पाठ्यपुस्तकमा यो 1, 2, 3 अनुच्छेदभित्र यी शब्दहरू छँदै छैनन्। यो जुन यसले यहाँनिर शब्द ल्यायो यसले कहाँबाट ल्यायो, यी शब्दहरू चाहिँ त्यो पाठ्यपुस्तकको 1, 2, 3 मा छँदै छैनन्। त्यसकारण थाहा हुन्छ कि यसले पाठ्यपुस्तक नपढिकन नै, शिक्षक निर्देशिका पनि पढेको छैन, यो नपढिकन नै यसले यी कुराहरू चाहिँ हामीलाई लेखिदिएको छ। अब यहाँनिर कठिन शब्द भनेर जुन लेख्यो यो वास्तवमा कठिन शब्द पनि छैनन्। फेरि एक त पाठ्यपुस्तकमै छैनन्, अर्को कुरा चाहिँ यो कठिन शब्द पनि छैन। यो जस्तो सम्बन्धित अनुच्छेदभित्र नभएका शब्दहरू यहाँनिर दियो। वाक्यमा प्रयोग गर्ने जुन रहेको छ अब यो पनि यहाँनिर असम्बन्धित शब्दहरू यहाँनिर दियो। बोधात्मक प्रश्नोत्तर भन्यो। अब यसले चाहिँ ठ्याक्कै त्यो प्रश्न चाहिँ यहाँनिर राखिएन। कथाको शीर्षक किन घर झगडा राखिएको होला भन्यो। यो एकदम चलाखी गरेर चाहिँ प्रश्न दियो। पहिलो 3 अनुच्छेदमा मुख्य रूपमा के वर्णन गरिएको छ भन्यो। यसमा पनि यसले चलाखी गरेको छ। प्रश्न नै राख्दिएन यसले। घर झगडा हुनुमा सम्भावित कारणहरू के हुन सक्छन् भन्यो। त्यो पाठसँग सम्बन्धित प्रश्न नै राख्दिएन। परिवारमा मेलमिलाप कायम गर्न के गर्नुपर्छ। मतलब यसबाट बुझिन्छ कि पाठलाई यसले बुझेकै छैन। कथाबाट के शिक्षा लिन सकिन्छ, यो सामान्यतया जुनमा पनि मिल्ने कुरा हो। अब समापन 3 मिनट भन्यो। यहाँनिर चाहिँ यो पुनरावलोकन गर्ने अनि त्यसपछि चाहिँ यो तरिका मात्रै यहाँनिर सिकाएको छ। अरू त्यो पाठभित्र चाहिँ यो पसेकै छैन। अनि मूल्याङ्कन विद्यार्थीले चाहिँ पहिलो 3 अनुच्छेद शुद्ध उच्चारण पढ्न सके नसकेको यो कुराहरू चाहिँ गर्नु भनेको छ। पहिलो दोस्रो तेस्रो अनुच्छेदमा कम्तीमा 2 पटक सशोर वाचन गर्ने। अब यी कुराहरू चाहिँ यहाँनिर रहेको छ। मतलब यो पाठ्ययोजना चाहिँ सरसर्ती हेर्दाखेरि एकदम राम्रो जस्तो लाग्छ, तर गहिरिएर हेरियो भने चाहिँ यो चाहिँ के छ, त्यो पाठ्यपुस्तक नै
नपढिकन नै त्यतिकै लेखे जस्तो तरिकाले चाहिँ यसले यहाँनिर लेखिरहेको छ। अब यो त च्याट जिपिटीलाई मैले दिएँ। अब यस्तै जस्तो मैले चाहिँ जेमिनाईलाई पनि यही प्रम्प्ट मैले जेमिनाईलाई पनि दिएको छु। यहाँ देख्न सक्नुहुन्छ जेमिनाईलाई पनि मैले यही प्रम्प्ट दिएको छु। अब यो प्रम्प्टमा हेर्न सक्नुहुनेछ अब यसले भनेको छ 2083 मा लागू भइरहेको अनुसार तयार गरिएको छ भनेको छ। अब यसले च्याट जिपिटीले भन्दा केही कुराहरू अलि बढी यहाँनिर थपिदियो। ठिकै छ, यी कुराहरू चाहिँ राम्रै तरिकाले यसले राखिदिएको छ। विशिष्ट उद्देश्य भन्यो, यो विशिष्ट उद्देश्य ठिकै छ, तर यहाँ विग्रह, अन्तर्द्वन्द्व, मनमुटाव भन्ने जुन शब्द छ, यो शब्द चाहिँ त्यो सम्बन्धित अनुच्छेदभित्र नभएको, जुन अनुच्छेद उसलाई चाहिँ तोकिएको थियो, दिएको थियो, पढाउने भनेर दिएको थियो, त्यो भित्रका चाहिँ शब्द यहाँनिर राखिएको छैन, यो फरक शब्दहरू राखिएको छ। शैक्षिक सामग्रीहरू भनेको छ, यो ठिकै छ, शैक्षिक सामग्रीहरू केही भएन त्यो चाहिँ। शिक्षण सिकाइ क्रियाकलाप भनेको छ, अब यहाँनिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूको विचारमा परिवारमा घर झगडा किन हुन्छ र यसले कस्तो असर पार्छ भन्यो। यो सामान्यतया पाठ्यपुस्तकभित्रको चाहिँ होइन, किनकि पाठ्यपुस्तकको त्यो घर झगडाको चाहिँ सन्दर्भ अर्कै हो। अब यहाँ यसले दिन खोजेको, पढाउन खोजेको पाठ चाहिँ अर्कै तरिकाले चाहिँ यहाँनिर यसले वर्णन गरिरहेको छ। अब चाहिँ अर्को देख्न सक्नुहुनेछ यहाँ चाहिँ आदर्श वाचन, सस्वर पठन भन्यो, यो ठिकै छ। यी कुराहरू, कतिपय कुराहरू यसै पनि मिल्ने खालका हुन्छन्। अब अन्तर्द्वन्द्व भन्ने चाहिँ शब्द नै त्यहाँनिर थिएन कथाको 1, 2, 3 अनुच्छेदभित्र। अब यहाँनिर शब्दार्थ र वाक्यमा प्रयोग 10 मिनट भनेको छ। अब यहाँ कठिन शब्द भनेर जुन दियो, यी कठिन शब्द पनि यसमा छैनन्। त्यो 1, 2, 3 अनुच्छेदभित्र, पाठ्यपुस्तकमा जुन 1, 2, 3 अनुच्छेद पढाउने भनेको थियो त्यो भित्र यो छैनन् यहाँनिर। अब त्यस्तै गरेर बोध तथा विमर्श चरण भनेको छ। अब यसमा घर झगडाको सुरुवाती परिवेश, पात्रहरूको मनोविज्ञान छोटकरीमा प्रस्ट्याउने, विद्यार्थीहरूको बुझाइ स्तर जाँच्नका लागि कक्षा कार्यका रूपमा निम्नलिखित बोधात्मक प्रश्नोत्तर गराउने। अब यो यहाँनिर भनेको छ पात्रहरूका बीचमा कस्तो खालको असमझदारी देखिन्छ, यो त बरु मिल्दो छ। यहाँनिर राजेन्द्र लक्ष्मी र बहादुर शाहको बीच किन असमझदारी चाहिँ बढेको देखिन्छ भन्न सकियो त्यहाँनिर। कथाका पात्रहरूका बीचमा आपसी कुराकानीको कमी र सानातिना कुरामा इगो, घमण्ड राख्नाले आन्तरिक असमझदारी र विग्रह देखिन्छ भन्यो। अब यो पनि उसले कथाभित्र पसेर लेखे जस्तो यहाँनिर लाग्दैन। घर झगडाले पारिवारिक वातावरण कस्तो बनाउँछ, अब यो पनि कथाभित्र पसेर लेखेको छैन यसले। घर झगडाले पारिवारिक वातावरण अशान्त, तनावग्रस्त र असरल गराउँछ। यसले चाहिँ दरबारभित्रको झगडा भन्ने बुझेको छैन, एउटा समाजमा एउटा परिवारभित्रको झगडा सम्बन्धी पाठ होला भन्ने बुझेर त्यही अनुसार चाहिँ यसले मूल्याङ्कन गरिरहेको छ, त्यही अनुसार यसले हामीलाई सामग्री उपलब्ध गराएको छ। अब यो परिस्थिति, विग्रह भन्ने जुन शब्द छ, यो शब्द नै त्यहाँनिर छैन। यस्ता कुराहरू दिएको छ। सामान्यतया यसो हेर्दाखेरि चाहिँ लगभग चाहिँ यसो हेर्दाखेरि मोटामोटी एकदम ढाँचा चाहिँ सही तरिकाले दिएको छ। लेख्नुपर्ने कुराहरू, कतिपय कुराहरू सही छन्, तर यसले चाहिँ के गरिरहेको छ भन्दाखेरि जुन पाठ्यपुस्तक हो त्यो पाठ्यपुस्तकभित्र नै यो पसिसकेको छैन। अब म च्याट जिपिटीमा लाग्छु र च्याट जिपिटीलाई मैले चाहिँ अर्को एउटा प्रम्प्ट दिएको छु, यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर माथि बताइएको कक्षा 10 को नेपाली विषयको दोस्रो पाठ घर झगडा अध्यापनका लागि स्लाइड तयार पार्नुपर्नेछ। हाल लागू भइरहेको कक्षा 10 को पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाका आधारमा निम्न पक्षहरू समावेश गरी स्लाइड आउटलाइन तयार पारिदिनुहोस् भनेर मैले भने। स्लाइड आउटलाइन तयार पार्न मैले भने। स्लाइड आउटलाइन तयार पार्दाखेरि चाहिँ पाठको विषयवस्तु र सन्दर्भ सम्बन्धी चर्चा हुन पर्यो, लेखकको परिचय र विशेषता हुन पर्यो, पाठको अनुच्छेद 1 देखि 3 भित्र रहेका केही विशिष्ट पंक्तिहरू भनेको छु मैले, त्यो भित्रका पंक्तिहरू नै लेखिदेऊ भनेको छु। निर्दिष्ट अनुच्छेदमा प्रयोग गरेका केही कठिन शब्दहरू नै लेखिदेऊ भनेको छु। पाठगत कठिन शब्दको अर्थ र तिनको वाक्यमा प्रयोग गर। सम्बन्धित केही बोधात्मक प्रश्नोत्तर, पाठले दिन खोजेको सन्देश, मूल्याङ्कनका लागि केही प्रश्न। स्लाइड आउटलाइन तयार पार्दाखेरि भाषिक शुद्धतामा ध्यान दिनु, सत्य तथ्य विवरण उल्लेख गर्नु, सिधै कक्षामा प्रयोग गर्न मिल्ने गरी बनाउनु भनेको छु। अब यहाँनिर देख्न सक्नुहुन्छ यसले एउटा इमानदारी जवाब दिएको छ। यहाँनिर म तपाईका लागि स्लाइडको संरचना तयार गर्न सक्छु, तर हाल लागू कक्षा 10 नेपाली पाठ्यपुस्तकका अनुच्छेद 1-3 का विशिष्ट पंक्तिहरू र लेखकको आधिकारिक परिचय जस्ताको तस्तै समावेश गर्न सक्दिन, किनकि ती प्रतिलिपि अधिकार, कपिराइट अन्तर्गत पर्ने पाठ्यपुस्तकका अंश हुन्। अब तपाईले यहाँबाट बुझ्नुपर्छ कि यो पाठ्यपुस्तकभित्र किन पसिरहेको छैन, पाठ्यपुस्तकभित्र खोतलेर किन हेरिरहेको छैन, जबकि पाठ्यपुस्तक त अनलाइनमा उपलब्ध छ, त्यो शिक्षक निर्देशिका पनि अनलाइनमा उपलब्ध छ। त्यत्रो धेरै कुराहरू के लागिरहँदाखेरि पाठ्यक्रम र शिक्षक निर्देशिकालाई यसले किन चाहिँ त्यहाँभित्र पसेन भन्दाखेरि कपिराइट अन्तर्गत पर्ने पाठ्यपुस्तकका अंश हुन्, म ती भित्र जान सक्दिन भनेर यसले इमानदारी जवाब दिएको छ। तलको आउटलाइन भने पाठ्यक्रम र शिक्षक निर्देशिका अनुसार कक्षामा प्रत्यक्ष प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ। जहाँ पाठ्यपुस्तकबाट उल्लेख गरिएको छ त्यहाँ तपाईले आफ्नो पाठ्यपुस्तक सम्बन्धित पंक्ति वा शब्दहरू राख्न सक्नुहुन्छ भनेर यसले भनेको छ। अब यहाँ एउटा स्लाइड आउटलाइन, एउटा संरचना तयार पारिदिएको छ, तर ऊ
पाठ्यपुस्तकका कुराहरू आफै भर्नु भनेर भन्छ यसले। अब स्लाइड 1 मा यो कुरा राख्नु भन्यो, स्लाइड 2 मा यो कुराहरू राख्नु भन्यो, यो कुराहरू चाहिँ उसले आफै पनि यहाँनिर जेनेरेट गरिदियो। स्लाइड 3 मा पाठ्यपुस्तकको विषयवस्तु तथा सन्दर्भ यो यहाँनिर यसले उल्लेख गरिदियो। स्लाइड 4 मा चाहिँ यहाँनिर यसले पाठ्यपुस्तकको लेखकको परिचय राख्नुहोस् आफै राख्नुहोस् भन्यो, यसले छोडिदियो त्यो कुराहरू यहाँनिर राखिदिएन। अब स्लाइड 5 मा चाहिँ लेखकका विशेषता, अब यो सामान्यतया जसलाई पनि मिल्ने खालको विशेषता हो, यो यसले यहाँनिर राखिदियो। अनि स्लाइड 6 मा चाहिँ यसले राख्यो आवश्यक छोटो अंश यहाँ राख्नुहोस् भन्यो, आफै राख्नुहोस् भन्यो। अनुच्छेदमा मुख्य विषय के छ, मुख्य पात्र परिवेश के देखिन्छ, आफै राख्नुहोस् भन्यो यहाँनिर। अनि स्लाइड 7 मा चाहिँ अनुच्छेद 2 यसमा चाहिँ मुख्य अंश के देखाउँछ, के हुन्, पात्रको व्यवहार कस्तो छ, आफै राख्नुहोस् भन्यो। अब यहाँ पनि त्यही नै गर्यो, यसमा पनि स्लाइड अनुच्छेद 3 पनि आफै राख्नुहोस् भन्यो। विचार के हो, घटनाक्रम के हो, आफै राख्नुहोस् भन्यो, यसले दिएन। स्लाइड 9 मा कठिन शब्दहरू के छन् म दिन सक्दिनँ, तपाईँ आफै राख्नुहोस् भन्यो। यहाँनिर देख्न सक्नुहुन्छ आफै डटर लगाइदियो, आफै राखिदियो, आफै राख्नु भन्यो। स्लाइड 10 मा शब्दार्थ तथा वाक्यमा प्रयोग भन्यो, शब्द पनि आफै राख्नु, अर्थ राख्नु, यहाँ वाक्य राख्नु, यसरी मिलाउनु भनेर ढाँचा मात्रै दियो, अरू त्यहाँ भएका शब्दहरू यसले दिएन। स्लाइड 11 मा देख्न सक्नुहुन्छ बोधात्मक प्रश्न भन्यो, कथाको प्रारम्भमा के भन्यो, यो सामान्यतया जेमा पनि मिल्ने खालको प्रश्नहरू यसले दिइरहेको छ। अब स्लाइड 12 मा पाठले दिन खोजेको सन्देश भनेको छ परिवारमा आपसी सम्मान आवश्यक हुन्छ। यो सामान्यतया जहाँ पनि मिल्ने खालको चाहिँ यस्तो खालको कुराहरू चाहिँ यसले यहाँनिर राखिदियो। साधारणतया चाहिँ यो त्यस्तो खालको पाठ पढाउनको लागि मिल्ने खालको कुराहरू यसले यहाँनिर राखिदिएको छ। अब स्लाइड 13 मा चाहिँ मूल्याङ्कन, घर झगडा कथाको मुख्य विषयवस्तु लेख्नुहोस्, कुनै 3 कठिन शब्दको अर्थ लेख्नुहोस्, तीमध्ये कुनै 2 शब्द, यो सामान्यतया यस्तो खालको कुराहरू चाहिँ यसले राखिदियो। मतलब यसबाट के बुझिन्छ भन्दाखेरि यो चाहिँ यो भित्र पसिरहेको छैन, पाठ्यक्रम र पाठ्यपुस्तकभित्र यो चाहिँ यहाँनिर पसिरहेको छैन भन्ने कुरा बुझिन्छ। सुझाव, यदि तपाईँ पावर पोइन्ट प्रयोग गर्नुहुन्छ भने तपाईँलाई 14-15 वटा आकर्षक स्लाइडमा प्रस्तुत गर्दा पर्याप्त हुन्छ। प्रत्येक स्लाइड यसले सुझावहरू यहाँनिर दिएको छ, यस्तो खालको चाहिँ यसले यहाँनिर स्लाइड आउटलाइन तयार पार्यो। यसले इमान्दारी जवाब दियो भनौँ, जस्तो कि म पस्न सक्दिनँ त्यहाँभित्र भनेर हामीलाई जे राम्रै तरिकाले यसले चाहिँ गोलमाल जवाब दिएन, हामीलाई राम्रै तरिकाले यसले चाहिँ गाइडलाइन गर्यो, कपिराइट लाग्छ, म जान सक्दिनँ भन्यो। यो उत्तरहरू यसले भनेको कुरा मान्न सकिन्छ, कमसेकम मिसगाइड चाहिँ यसले गरेन। अब जेमिनाईमा हेरौँ, जेमिनाईमा जान्छु म। अब जेमिनाईमा गएर जेमिनाईमा पनि मैले यही प्रम्प्ट यहाँनिर पेस्ट गरेको हो, त्यही प्रम्प्ट। अब यो स्लाइड आउटलाइन तयार पारिदिनु, यो कुराहरू गर्नु, यस्तो गर्नु, जहाँ जुन मैले च्याटजिपिटीलाई दिएको थिएँ त्यही चाहिँ मैले यसलाई पनि दिएको हो। अब सत्य तथ्य सिधै कक्षामा प्रयोग गर्न मिल्ने गरी बनाउनु, स्लाइड चाहिँ यस्तो बनाउनु भनेर मैले दिएको छु, अनुच्छेद 1 देखि 3 सम्म। अब यसले यहाँनिर चाहिँ स्लाइड नै बनाइदिएको छ। यहाँनिर देख्न सक्नुहुन्छ घर झगडा कथा पाठ योजना भनेर भन्यो, यसले चाहिँ स्लाइड नै तयार पारिदियो, ओपन गर्नुहोस् भन्यो। मैले यहाँनिर ओपन गरेँ भने अब यहाँ देख्न सक्नुहुन्छ स्लाइड देखिन्छ। अब घर झगडा कथा भन्यो, 45 मिनटको परिष्कृत शैक्षिक स्लाइड प्रस्तुतिकरण भन्यो, ठिकै छ। यो यहाँनिर विषय शिक्षक बद्रीनाथ भट्टराई भनेर लेख्यो यहाँनिर। अब यहाँनिर चाहिँ ऐतिहासिक पृष्ठभूमि भन्यो, यो चाहिँ पृष्ठभूमि यसले सही नै दिएको छ, उतार चढावयुक्त ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यो कतिपय यसले ठिकै दिएको छ यहाँनिर चाहिँ, किनकि यो जुन बद्रीनाथ भट्टराईको कथा छ यो इन्टरनेटमा उपलब्ध पनि छ, यसले इन्टरनेटमा भेट्यो, किन भन्दाखेरि यो गुगलको हो जेमिनाई भनेको, यसले चाहिँ इन्टरनेटमा उपलब्ध बद्रीनाथ भट्टराई र घर झगडा कथालाई यसले भेटेको हुनाले त्यो अन्तर्गत चाहिँ यसले सही सामग्री पनि यहाँनिर प्रस्तुत गर्यो। अब अर्को यहाँनिर हेरौँ, कथाकार बद्रीनाथ भट्टराई भन्यो, तर यसले पनि फोटो राख्दिएन, किनकि फोटोमा कपिराइट लाग्छ भनेर यसले यो गरेको छ। अब कथाकार बद्रीनाथ भट्टराईको यो कस्ता कथाकार हुन्, ऐतिहासिक र पौराणिक कथाकार, ठिकै छ। यो परिचय र योगदान यो पनि यसले ठिकै राखेको छ। मुख्य प्रवृत्तिहरू पनि लगभग यसले चाहिँ ठिकै राखेको छ, यो ठिक मान्न सकियो। अब त्यस्तै गरेर अनुच्छेद 1-3 का विशिष्ट पङ्क्तिहरू भन्यो, यहाँ जुन पङ्क्ति राख्यो यो पङ्क्ति चाहिँ पाठ्यपुस्तकभन्दा बाहिरको, कथाभन्दा बाहिरको ल्याएर राखेको छ। पङ्क्ति 2 यहाँनिर पनि के गरेको छ, विग्रहको डढेलो, यो पनि के गरेको छ, यो कथाभित्र भएको यहाँनिर राखिरहेको छैन, यसले फरक कुरा चाहिँ यहाँनिर राखिरहेको छ। अब यहाँनिर चाहिँ अर्को स्लाइड हेरौँ। अर्को स्लाइडमा कठिन शब्द र वाक्यमा प्रयोग भनेको छ। कठिन शब्द र वाक्यमा प्रयोगमा विग्रह, अन्तर्द्वन्द्व, अन्तरङ्ग, असरल, यो कुराहरू चाहिँ मिल्दैन, यो पाठसँग सम्बन्धित छैन। अब त्यस्तै गरेर यहाँनिर अर्को रहेको छ पाठगत बोधात्मक प्रश्नोत्तर भनेर चाहिँ यहाँनिर दिएको छ। यसले चाहिँ राजेन्द्र लक्ष्मी र बहादुर शाह बीचको कलहको मूल कारण, यो चाहिँ मिल्छ। घर झगडाले नेपालको एकीकरण अभियानमा, यो पनि मिल्छ, यो सही नै दियो यसले। अब त्यस्तै गरेर यहाँनिर मुख्य सन्देश तथा सन्दर्भ भनेर दिएको छ, यो पनि लगभग यहाँनिर दरबारका कुराहरू उल्लेख गरेको छ, यसले चाहिँ सही नै दियो। यो गृह कार्य तथा मूल्याङ्कन भनेको छ, घर झगडा कुन ऐतिहासिक कालखण्डमा
लेखिएको हो। यो कुराहरू चाहिँ यहाँनिर लगभग लगभग आपसी अविश्वास र घमण्ड नै विग्रहको जड हो भन्ने विषयमा घर झगडा कथाका आधारमा आफ्नो तार्किक विचार स्पष्ट गर्नुहोस् भने यो कुराहरू कतिपय यहाँनिर चाहिँ अलिकति फरक पनि छन्। विग्रह, अन्तर्द्वन्द जस्ता शब्दहरू राखेको छ यसले, त्यही एउटा दुईटा शब्दहरू नै धेरै प्रयोग गरेको छ। लगभग लगभग यसले ठिकै 80% चाहिँ ठिकै दिएको जस्तो चाहिँ लाग्यो। स्लाइड चाहिँ अघि पाठ्ययोजना अलिकति गलत दिए पनि यहाँनिर स्लाइड चाहिँ यसले केही सही दिएको छ। 80% जति यसको सही मान्न सकिन्छ। यो च्याट जिपिटीले चाहिँ पस्दै पसेन घर झगडाभित्र। यसले चाहिँ घर झगडा कथा इन्टरनेटमा भेट्यो, कता भेट्यो, त्यहाँबाट चाहिँ यसले केही सत्य सामग्री पनि यसले यहाँनिर दियो। अब म फेरि यहाँनिर यो च्याट जिपिटी तर्फ लाग्छु। अब मैले यसलाई अर्को प्रश्न सोधेको छु। हाल लागू भइरहेको कक्षा 10 को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएका सबै पाठका शीर्षकहरू उल्लेख गर्नुहोस् भनेर मैले यहाँनिर दिएँ। अब यसले भन्छ म हाल लागू भइरहेका कक्षा 10 नेपाली पाठ्यपुस्तकका सबै पाठ शीर्षकहरू ठ्याक्कै र सही रूपमा बताउन वा वेब वा आधिकारिक पाठ्यपुस्तक सन्दर्भ बिना विश्वस्त हुन सक्दिन। गलत सूची दिनुभन्दा सही जानकारी दिनु उपयुक्त हुन्छ भन्यो। अलिकति एडभान्स भइसकेको छ च्याट जिपिटी, किनकि यसले चाहिँ त्यति धेरै गलत सूचना नदिउँ भन्ने चाहिँ यसको यहाँनिर त्यस्तो खालको ट्रेन चाहिँ यसलाई दिएको रहेछ। यदि तपाईँ हाल लागू 2083 संस्करणको सूची चाहनुहुन्छ भने म दिन सक्छु भन्यो। मैले चाहिँ हाल लागू 83 संस्करण कक्षा 10 को विषयको पाठ शीर्षकको सूची चाहन्छु भने अब यसले चाहिँ 83 अनुसार दिन्छु भनेर यसले यहाँनिर दिन सुरु गर्यो। यसले यहाँ सोर्स भनेर यहाँ दिएको छ, करिकुलम डेभलपमेन्ट सेन्टर पाठ्यक्रम विकास केन्द्रको स्रोत दिएको छ, त्यहीँ गएर मैले पढेर यहाँनिर दिएको छु भनेको छ। अब पाठहरूको सूची दिएको छ। यो सूची उज्यालो यात्रा कविता ठिक छ, घर झगडा कथा ठिक छ, चिकित्सा विज्ञान र यो निबन्ध ठिक छ, यस्तो कहिले नमर्नुवाद ठिक छ, देवकोटा जीवनी ठिक छ, अधिकार ठुलो कि कर्तव्य ठुलो यो निबन्ध होइन, यो चाहिँ के हो भन्दा वाद विवाद हो, वक्तृता हो, यो चाहिँ शत्रु कथा यो ठिक छ, नेपाली हाम्रो यो पनि यो कविता हो, यसले चाहिँ यहाँनिर लेख भनेर दियो। मेरो देशको शिक्षा निबन्ध ठिक छ, व्यावसायिक चिठी पत्र लेखन, कर्तव्यलाई कविता भन्यो, कविता होइन, चाहिँ कथा हो, पाब्लो पिकासो जीवनी ठिक छ, तर अब यहाँदेखि तल गलत दियो। लोत्से हिमालीले कहाँबाट दियो, यो 1 रुपियाँ भन्ने कहाँबाट दियो, सञ्चार माध्यम र नेपाली भाषा भन्ने कहाँबाट टिप्यो, यसले अन्तिम प्रश्न भन्ने कहाँबाट टिप्यो, र यो 17वटा पाठ छन् यसले 16वटा दियो, त्यही पनि यहाँनिर यो 4वटा चाहिँ एकदमै गलत दियो। कहाँबाट टिप्यो यसले चाहिँ नभएको कुरा चाहिँ यहाँनिर राख्यो। यो सूची हालको कक्षा 10 को नेपाली विषयसँग मेल खान्छ भन्छ। अब यही कुरा मैले जेमिनाईलाई सोधेको छु। जेमिनाईलाई म यहाँनिर गएर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ हाल लागू भइरहेको कक्षा 10 को नेपाली पाठ्यपुस्तकमा समावेश भएका सबै पाठको पाठ शीर्षकहरू उल्लेख गर्नुहोस् भने अब यहाँनिर देख्न सक्नुहुन्छ यसले भनेको छ ती सबै पाठहरूको शीर्षक र विधागत विवरण वर्णानुक्रम तथा कर्मानुक्रम तल दिएको छ भन्यो। पाठ 1 जन्मभूमि, यो जन्मभूमि छँदै छैन, सन्तुष्टि पुरै गलत दियो यसले चाहिँ। सन्तुष्टि भन्यो यो छँदै छैन, सन्दकगृहित त छ तर पाठ 3 मा छैन, तलपट्टि छ। थारू संस्कृति र बर्का नाच अब यो छँदै छैन, मधुपार्कको पानापाट यो छैन, अब व्यापारिक चिठी यो छैन, शत्रुकथा छ, नेपाली यो छ, कविता, माटोको माया यो घरको माया भन्ने चाहिँ यसले माटोको माया दियो, इन्टरनेट, कर्णालीको जनजीवन यो छँदै छैन। यस्ता कुराहरू यसले एकदमै गोलमाल पारेर दिएको छ। धेरै जसो यहाँनिर लगभग धेरै कुराहरू यसले गलत दिएको छ, यहाँनिर यो छँदै छैन। अब यस्तो कुराहरू चाहिँ अब च्याट जिपिटीले चाहिँ सोध्यो पहिला के गरौँ 83 अनुसार दिउँ भन्यो, केही हदसम्म च्याट जिपिटीले सही दिएको थियो, तर यो झन अल्मलियो। यसले चाहिँ पुरै गोलमाल तरिकाले कुनै सत्य छन् कुनै गलत छन् यस्तो तरिकाको जवाब चाहिँ यसले यहाँनिर दियो। मतलब पाठ्यपुस्तकभित्र पसेकै छैन भन्ने कुरा यहीँबाट पनि थाहा हुन्छ। पाठ्यपुस्तक यदि यसले अध्ययन गर्थ्यो भने त्यहाँ दिएको विषय सूचीलाई जस्ताको तस्तै यसले यहाँ उतारिदिन्थ्यो होला, त्यो यहाँ उतारेको छैन। अब म अर्को प्रश्नतिर जान्छु, म यहाँनिर च्याट जिपिटीमा जान्छु। अब च्याट जिपिटीलाई मैले यहाँनिर अन्तिममा केही प्रश्न सोधेको छु। केही कुरा सही भए पनि ध्यानपूर्वक हेर्दा तपाईँले दिएको जानकारी गलत छ। जबकि तपाईँले पाठ्यपुस्तकको सबै पाठ शीर्षकहरू उल्लेख गर्न सक्नुहुन्न भने पाठ्ययोजना र स्लाइड आउटलाइन केका आधारमा तयार गर्नुभयो? शिक्षकले अब तपाईँलाई किन विश्वास गर्ने? तपाईँबाट प्राप्त सामग्री पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका अनुसार छन् भन्ने विश्वास गरेर त्यसैका आधारमा शिक्षण गर्न थालेमा यसको परिणाम के हुन्छ होला भनेर मैले दिएँ। अब यसले यहाँनिर भन्यो तपाईँको प्रश्न उचित छ, यसमा मैले स्पष्ट रूपमा जिम्मेवारी लिनुपर्छ। तपाईँले औँलाउनु भएको कुरा सही हो। मैले पछि दिएको पाठ शीर्षकहरूको सूचीमा त्रुटि थियो। त्यो सूची हाल लागू
कक्षा 10 नेपाली पाठ्यपुस्तकमा पूर्ण रूपमा मेल खाँदैन। यस्तो अवस्थामा म निश्चित छैन भन्नु पर्थ्यो वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र उत्तर दिनु पर्थ्यो। त्यसैगरी मैले सुरुमा तयार गरेको पाठ्ययोजना साइट आउटलाइनबारे पनि स्पष्ट हुनुपर्छ। त्यो हाल लागू 2083 को शिक्षा निर्देशिका र पाठ्यपुस्तकबाट उद्धृत गरिएको सामग्री थिएन। यसले इमानदार जवाब दियो। त्यो त्यसरी पाठ्यपुस्तक र निर्देशिकामा गएर उद्धृत गरिएको थिएन। त्यो नेपाली भाषा शिक्षणका सामान्य सिद्धान्त, माध्यमिक तहको पाठ्ययोजना लेख्ने ढाँचा र तपाईँले दिएको पाठ्यवस्तु, ससुर पठन, शब्दार्थ, बोधात्मक प्रश्न आदिका आधारमा तयार गरिएको सामान्य शिक्षण योजना थियो। मैले त्यसलाई हाल लागू शिक्षक निर्देशिका अनुरूप भनेर दाबी गर्ने स्तरको प्रमाण मसँग थिएन। त्यसैले त्यसरी प्रस्तुत गर्नु मेरो कमजोरी थियो भन्यो। तपाईँले उठाउनु भएको अझ अर्को प्रश्न महत्त्वपूर्ण छ। शिक्षकले अब किन विश्वास गर्ने? शिक्षकले अन्धविश्वास गर्नु हुँदैन। विशेष गरी शिक्षा क्षेत्रमा च्याटजिपिटीबाट सामग्रीलाई मस्यौदा ड्राफ्ट वा सामग्रीका रूपमा लिनुपर्छ। अब अन्तिम आधिकारिक स्रोतका रूपमा होइन। जबसम्म त्यो आधिकारिक पाठ्यपुस्तक, पाठ्यक्रम वा शिक्षक निर्देशिकासँग दाँजेर प्रमाणित गरिएको छैन त्यतिखेरसम्म यसलाई चाहिँ विश्वास गर्न हुँदैन भन्यो यसले। यदि कुनै शिक्षकले मेरो गलत सूचीलाई आधार मानेर शिक्षण गर्नुभयो भने सम्भावित परिणामहरू यस्ता हुन सक्छन्। गलत पाठ्यवस्तु पढाइने, सिकाइ उद्देश्य पाठ्यक्रमसँग नमिल्ने, मूल्याङ्कनमा असङ्गति आउने, विद्यार्थीलाई गलत जानकारी पुग्ने, शिक्षकको व्यावसायिक विश्वसनीयतामा असर पर्ने। यी कारणले नै शिक्षा क्षेत्रमा तथ्यगत शुद्धता अत्यन्त महत्त्वपूर्ण हुन्छ भनेर चाहिँ यसले भन्यो। र अब म कसरी काम गर्ने तपाईँलाई म बताउँछु भनेर यहाँ गरेको छ। कसरी प्रयोग गर्नुहोस् यो कुराहरू चाहिँ म यहाँनिर बताउँछु भनेर चाहिँ यसले एकदमै इमानदारी जवाब दियो कि मैले पाठ्यक्रम र पाठ्यपुस्तकभित्र पसेर तपाईँलाई यो सामग्री उपलब्ध गराएको होइन। यो केवल इन्टरनेटमा उपलब्ध साधारण कुराहरूलाई नै मैले यहाँनिर जोडजाड पारेर प्रस्तुत गरेको हुँ भन्ने कुरा चाहिँ यसले यहाँनिर बताइसक्यो। अब यहाँनिर जेमिनाईमा जाउँ। जेमिनाईलाई पनि मैले यही कुरा यहाँनिर दिएको छु। अब यसले भन्यो तपाईँको प्रश्न र आक्रोश एकदमै जायज छ। यहाँ मसँग ठुलो गल्ती भयो। एक शिक्षकका रूपमा तपाईँले ममाथि गर्नुभएको प्रश्न पूर्ण रूपमा सही छ। म आफ्नो गल्ती स्वीकार गर्दै यसका लागि क्षमा चाहन्छु। यसले क्षमा पनि माग्यो। त्यस्तै गरेर मैले पहिलो 2वटा उत्तरमा घर झगडा कथालाई आधार मानेर पाठ्ययोजना र स्लाइड बनाएँ। तर तेस्रो उत्तरमा जब तपाईँले सबै पाठहरूको सूची माग्नुभयो तब मैले पाठ्यक्रमको वास्तविक सूचीभन्दा फरक, मिश्रित र त्रुटिपूर्ण सूची प्रस्तुत गरेँ। एउटा पाठ्यक्रम विशेषज्ञको भूमिकामा रहेर यसरी फरक फरक गलत तथ्य दिनु अक्षम्य गल्ती हो भन्यो। तपाईँका प्रश्नहरूको सिधा र इमानदार जवाब भनेर पाठ्ययोजना र स्लाइड केका आधारमा तयार भयो त? वास्तवमा मैले त्यो पाठ्ययोजना र स्लाइड तपाईँले उपलब्ध गराउनु भएको सन्दर्भ र विवरण जस्तै अनुच्छेद 1, 2, 3 को ससुर पठन, शब्दार्थ, वाक्यमा प्रयोग र बोधका आधारमा मात्र एउटा काल्पनिक वा नमुना ढाँचामा तयार पारेको थिएँ। देख्न सक्नुहुन्छ, काल्पनिक वा नमुना ढाँचामा तयार पारेको थिएँ। मैले हालको वास्तविक नेपाली पाठ्यपुस्तकको वास्तविक घर झगडा पाठको भित्री तत्त्वलाई हेरेर त्यो बनाएको थिइनँ। यो मेरो तर्फबाट भएको ठुलो कमजोरी हो भनेर यसले भन्यो। शिक्षकले मलाई किन विश्वास गर्ने? अहिलेको अवस्थामा तपाईँले मलाई विश्वास गर्नुपर्ने कुनै कारण छैन। विश्वास नगर्नु नै बुद्धिमानी हो। एउटा शिक्षकका लागि तथ्यको शुद्धता सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले एउटै विषयमा विरोधाभासपूर्ण कुरा गर्छु भने शैक्षिक सामग्रीका लागि म भरोसायोग्य माध्यम हुन सक्दिनँ। यस्तो तरिकाले चाहिँ यहाँनिर भनिरहेको छ। यस सामग्रीका आधारमा शिक्षण गरेमा के परिणाम हुन्छ? अब विद्यार्थीमा भ्रम पर्छ, परीक्षामा असर गर्छ, शिक्षकको विश्वसनीयतामा आँच आउँछ भनेको छ। अब अन्त्यमा यसले एउटा इमानदार कुरा दिएको छ। म एक कृत्रिम बुद्धिमत्तापूर्ण एआई हुँ। कहिलेकाहीँ मसँग भएको डाटाबेसमा पुराना र नयाँ पाठ्यक्रमका अंशहरू मिसिँदा म यसरी भ्रमित हुन पुग्छु, जसलाई एआई हेलुसिनेसन भनिन्छ। तपाईँ एक सचेत शिक्षक हुनुभएकोले मेरो गल्ती समात्नुभयो, जसका लागि म धन्यवाद दिन्छु। म दृढतापूर्वक के अनुरोध गर्दछु भने पाठ्यक्रम विकास केन्द्र सिडिसीद्वारा विक्रमसम्म 2080-81 मा प्रकाशित आधिकारिक पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकालाई नै अन्तिम सत्य मानी मेरो सामग्रीलाई केवल एउटा सामान्य ढाँचा, टेम्प्लेटका रूपमा मात्र हेर्नुहोला, अकाट्य तथ्यका रूपमा होइन। इमानदार जवाब दिएको छ र यसरी एआई स्वयंले आफैले भनिरहेको छ कि मबाट प्राप्त सूचनाहरू गलत हुन सक्छ। मैले पाठ्यक्रम पढ्दिनँ, पाठ्ययोजना एकदम काल्पनिक रूपमा बनाउँछु, शिक्षक निर्देशिका फलो गर्दिनँ, पाठ्यक्रम र पाठ्यपुस्तक भित्रका कुराहरू हुबहु कपी गरेर दिनु चाहिँ मेरो लागि चाहिँ त्यो कपिराइट अन्तर्गत पर्छ। ती कुराहरू म दिन सक्दिनँ। कसैको विवरण हुबहु म राख्न सक्दिनँ। एआईबाट धेरै काम गर्न सकिन्छ, तर सिधै कक्षामा प्रयोग गर्न सकिने सामग्री एउटा प्रम्प्टको भरमा आउँदैन।
अब स्लाइडहरू बनाउनको लागि गामा पनि एकदमै बेस्ट छ, गामाले सही बनाइदिन्छ भन्ने गरिन्छ। अब गामाले चाहिँ यो घर झगडा कथाको चाहिँ यो स्लाइड कस्तो बनाइदियो त, अब यो कक्षामा सिधै प्रयोग गर्न मिल्ने खालको बनाइदियो भनेर मैले सेम त्यही प्रम्प्ट चाहिँ यसलाई पनि दिएको थिएँ। अब यसले बनाएको यहाँनिर हेर्नुहोस्, घर झगडा अब यसले सुरुमै बिगाएर यहाँनिर देख्न सक्नुहुन्छ बिबी कोइराला भन्यो, यो चित्र यो असम्बन्धित चित्र यहाँनिर दिएको छ। अब अर्को यसको हेर्नुहोस् यहाँनिर विषयवस्तु र सन्दर्भ। अब घर झगडाले एउटा नेपाली परिवारभित्रको आपसी कलह एकदमै हावा तरिकाले चाहिँ यसले यहाँनिर प्रस्तुत गरिरहेको छ। यो केही पनि मिलेकै छैन। पाठ्यक्रम अनुसार कक्षा 10 को नेपाली पाठ्यपुस्तक पाठ 2 यो मैले दिएको सूचना अनुसार यसले पाठ 2 नेपाली पाठ्यपुस्तक भनिरहेको छ। विधा, कथा, साहित्य, अध्ययन उद्देश्य, साहित्यिक मूल्याङ्कन विश्लेषण, यो यस्तो तरिकाको एकदम गलत सूचना चाहिँ यसले यहाँनिर यसले स्लाइड त उत्तिखेर बनाइदियो, तर के गर्यो यसले कुनै पनि सामग्री एउटा पनि सामग्री यहाँनिर प्रयोग गर्न मिल्ने खालको यसले बनाइदिएको छैन। यस्तो चाहिँ यी पङ्क्तिहरू त्यो कथाभित्र छँदै हुँदै नभएका पङ्क्तिहरू चाहिँ यसले यहाँनिर लिएर राख्यो। घर झगडा भन्ने जुन शीर्षक हो त्यो शीर्षककै आधारमा चाहिँ यसले काल्पनिक रूपमा चाहिँ यहाँनिर यो पङ्क्तिहरू यहाँ बनाइदिइरहेको छ। अब त्यस्तै गरेर कठिन शब्दहरू भन्यो, कठिन शब्दहरू जुन छ अब यो घर झगडामा के कठिन शब्द आएका होला अनुमान गरेर त्यो घर झगडा शब्दको नजिकका शब्दहरू यसले यहाँनिर राखिदिइरहेको छ। कलह, अहङ्कार, वैमनस्य, मर्म। लेखकले एकदम चलाखीपूर्ण प्रश्न, लेखकले कुन सामाजिक यथार्थ देखाउन खोजेका छन्? सामाजिक यथार्थको कुरै छैन यहाँनिर, यो चाहिँ ऐतिहासिक घटना हो। अब यो चाहिँ पुरै एउटा भ्रमपूर्ण चाहिँ सामग्री यसले यहाँनिर दिएको छ। कथाले दिन खोजेको सन्देश मिलेर बस्नुपर्छ, संवाद गर्नुपर्छ, मतलब परिवारमा भएको घर झगडा भन्ने चाहिँ यसले यहाँनिर बुझिरहेको छ। क्षमा गर्नु, क्षमा चाहिँ क्षमाशील हुनुपर्छ भन्ने यहाँनिर सिकाइरहेको छ। मूल्याङ्कनका प्रश्नहरू भन्यो, घर झगडा कथाका लेखक कोन, कलह शब्दको अर्थ, यस्तो कुराहरू चाहिँ यसले सामान्यतया जुनमा पनि मिल्ने टाइपको यो शिक्षण गर्दाखेरि घर झगडा भन्दा बित्तिकै यही कुरा होला भनेर काल्पनिक रूपमा चाहिँ यसले यहाँनिर प्रस्तुत गरिदिइरहेको छ। यसले कुनै पाठ्यक्रमको कुरै छोडौँ, अब कुनै सामान्य कुराहरू पनि यसले यहाँनिर अवलम्बन गरेको छैन। अब पाठको सारांश भनेर यहाँनिर राखिदिएको छ। धेरैजनाले चाहिँ गामाबाट बनाउँछ भन्नुहुन्छ, गामाले स्लाइड त बनाइदिन्छ, स्लाइड बनाउनु ठुलो कुरो होइन, कन्टेन्ट ठुलो कुरा हो। यसले चाहिँ कुनै पनि कन्टेन्टहरू सही बनाए जस्तो चाहिँ मलाई लाग्दैन। इङ्ग्लिसका कन्टेन्टहरू चाहिँ केही सही हुन्छ, विश्वव्यापी मान्यताका केही कुराहरू चाहिँ धेरै कुराहरू सही हुन्छन्, विश्वव्यापी मान्यतामा भएका त्यस्ता खालका विषयवस्तु चाहिँ यसले सही दिन्छ। तर नेपाली मौलिकता र नेपाली संस्कृति, नेपाली जुन पहिचान छ त्यो सम्बन्ध कुराहरू यसलाई सोधिदियो भने कुनै पनि कुराहरू यसले सही दिँदैन। गामा चाहिँ मैले यो प्रयोग नै गर्दिनँ। जुन कुरा च्याटजिपिटी र जेमिनाईले गर्न सक्दैन त्यो कुरा गामा एपले गर्ने त कुरै छैन। त्यही पनि धेरैजनाले यो प्रयोग गर्नुहुन्छ, त्यो कारणले गर्दा यसको कुराहरू पनि म यहाँनिर यो बताइदिएँ। तपाईँले पनि यसलाई प्रयोग गरेर हेर्नु होला, अब यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ त्यो कमेन्ट पनि गर्नु होला। अब अन्त्यमा चाहिँ बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि एआईबाट शिक्षकले धेरै कामहरू गर्न सक्छन्, एआई फेरि प्रयोगै नगर्ने भन्ने कुरा होइन। एआई एकदमै महत्त्वपूर्ण छ, अहिले वरदान साबित भएको छ। तर एआईका पनि सीमितताहरू छन् भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु होला। एकदम पूर्ण पाठहरू पूर्ण रूपमा सबै तयारी कुराहरू चाहिँ त्यसबाट नखोज्नु होला, धेरै कुराहरू चाहिँ त्यसमा मिलाएर चाहिँ ल्याउनु पर्ने हुन्छ। एआईका सीमितताहरू चाहिँ त्यो बुझ्नुपर्ने हुन्छ। एआईले केवल आफूलाई ट्रेन गरिएको प्याटर्न फलो गर्ने हो भन्ने कुरा चाहिँ बुझ्नु होला। उसलाई एउटा ट्रेन गरिएको हुन्छ, त्यही प्याटर्न उसले फलो गर्ने हो। इन्टरनेटमा सार्वजनिक गरिएका समीक्षा, लेख रचना, भिडियो वा पोस्टका आधारमा हामीलाई द्वितीयक स्रोत सामग्री चाहिँ यसले उपलब्ध गराउने हो। किनकि कुनै पनि एआईलाई कसैको बौद्धिक सम्पत्ति वा सरकारी गोप्य दस्तावेज वा कुनै किताबको हुबहु कपी गर्न अनुमति नै छैन। उसलाई यो सम्बन्धी ट्रेन नै गरिएको छैन भने उसले कसरी ल्याउँछ यो कुराहरू? एआईले पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षा निर्देशिका फलो गर्दैन त्यो भएर, किनकि त्यो भित्र पस्दैन। तर नेपाल सरकारले पछि एआईलाई पनि प्रयोग गर्न दिने तरिकाले त्यस्तो खालको सार्वजनिक रूपमा चाहिँ किताबहरू चाहिँ प्रकाशन गर्यो, एआई मैत्री बनायो भने चाहिँ, अनि त्यसपछि जब उसले चाहिँ पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षा निर्देशिका एआईले त्यो पढ्न पाउँछ त्यसपछि चाहिँ हामीलाई सही दिन्छ होला। तर अहिलेको लागि चाहिँ यो के छ, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षा निर्देशिकाको फलो चाहिँ एआईले गर्दैन। शिक्षकले सोर्स बिना, त्यसकारण के गर्न पर्यो, हामीले सोर्स बिना एआईको प्रयोग गर्नु नै भएन, अनिवार्य रूपमा सत्यापन गर्नुपर्छ। सोर्स प्रयोग गरे पनि फेरि सत्यापन भने अनिवार्य गर्नुपर्छ। यसलाई चाहिँ जुन सामग्री यसले बनाएको छ त्यो सामग्रीलाई हामीले परिमार्जित गर्नुपर्छ, एडिट गर्नुपर्छ, त्यसलाई केही न केही परिमार्जन, शुद्धिकरण नगरेसम्म प्रयोग गर्नु हुँदैन। शिक्षकले एआईबाट सत्य तथा शैक्षणिक सामग्री तयार पार्न सकिन्छ, तर यसका केही कुराहरू चाहिँ अवलम्बन गर्नुपर्छ। केही तरिका, सही तरिका छ यसको। सत्य तथा शैक्षणिक सामग्रीहरू बनाउन सकिन्छ, अत्यन्तै आकर्षक शैक्षणिक सामग्रीहरू बनाउन सकिन्छ, सबै गर्न सकिन्छ, नगर्ने कुराहरू, नसक्ने कुराहरू केही पनि छैनन्, मजाले सकिन्छ। तर हाम्रो तरिका गलत छ, सही तरिका अवलम्बन गर्नुपर्छ। म अब आउने जुन आगामी भिडियो छ यो भिडियोमा चाहिँ शिक्षकले एआई प्रयोग गर्ने
एकदम सही तरिका, त्यो तरिका चाहिँ म अबको भिडियोमा सिकाउने छु। त्यो भिडियो अवश्य पनि हेर्नुहोला, नछुटाउनुहोला। आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। फेरि अर्को यस्तै महत्त्वपूर्ण भिडियोमा भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि म बिदा चाहन्छु। हस्त, नमस्कार।